चिकन फ्राई हुँदैछ। यहाँ आमाले तेल हाल्नुभयो अनि प्याज हाल्नुभयो अनि अलि रमभेडा हाल्नुभएको छ। मसला आमाको रेसिपी तपाईँसँग म सेयर गर्नेछु। सेरोनाल चाहिँ सुँगुर खानु हुँदैन, त्यही कारण उहाँलाई पुरा हर्दी हाल्नुभयो आमाले। अलिकति पिठालहरू पनि हाल्नुभयो आमाले। मैले काटेको सुँगुरको मासु चाहिँ अब चाहिँ मासु हालिदिनु भयो आमाले। जस्तै यहाँ फाल्टु पनि चलाउनु पर्ने हुन्छ। अब चाहिँ आमाले चाहिँ जिरा अदुवा लसुनको पेस्ट हाल्नुभयो। त्यहाँदेखि चलाउनु हुँदैछ। The next day. स्पेशल त केही पनि छैन आजको भ्लगमा। त्यही हो, एक दुईवटा कामहरू छ। गाउँ बस्तीमा यस्तै त हुन्छ, एक दुईवटा काम। अनि काम चाहिँ के छ भन्दाखेरि चाहिँ काम चाहिँ छ मेरो ब्ल्याङ्केट धुनु। ब्ल्याङ्केट मैले भिजाइराखेको छु, अब धुनुपर्ने हुन्छ। सो तपाईँहरूलाई पनि यसो भेटौँ भनेर चाहिँ मैले भ्लग स्टार्ट गरिरहेको छु। सो हेर्दै जानुहोस् ल, म के गर्दै जान्छु, मेरो दिन कसरी बित्छ। खानाहरू अघि मैले खाइसकेको। आज मैले बिहान भ्लग बनाएको छुइनँ आज। सो त्यही हेर्दै गरौँ होला। अघिदेखि ब्ल्याङ्केट धुँदैछु, मैले चाहिँ बिर्सेछु भिडियो बनाउनु। सो त्यही भएर मैले बनाउँदैछु। हेर्दै जानुहोस् ल अब एकैचोटिमा तपाईँहरूलाई ब्ल्याङ्केट सकेर दैछु है त। तपाईँहरूलाई कुखुराको खुट्टाको अचारको रेसिपी देखाउन लागेको छु। कराही चाहिँ अघि तातिसक्यो। म चाहिँ तेल हाल्दैछु। यतिकै काटेर हाल्नुपर्ने हो, तर हाम्रो चाहिँ सानो काटेर बनाउन लागेको छ। तेल खरिसकेको छ, आमाले प्याज हाल्नु हुँदैछ। अलिकति लसुन पनि काटेर हालिदिनु हुँदैछ। अनि लसुन हालिसकेर चलाउनु भयो। अनि चलाइसकेर हर्दी हाल्नुभयो। अनि हर्दी हाल्नु भएर चाहिँ अलिकति तिखालाल पनि हाल्नुभयो कलरको लागि। अनि पिरोको लागि पनि खुर्सानीहरू त पिस्नु भएको छ, तरै पनि कलरको लागि हाल्नुभयो। सो हालिसकेर एकछिन पकाएर चाहिँ यो कुखुराको खुट्टा हाल्नु हुँदैछ। अनि कुखुराको खुट्टा हालिसकेर चाहिँ आमाले चाहिँ मिक्स गर्नु हुँदैछ। मैले चाहिँ तपाईँहरूलाई पनि रेसिपी पनि सेयर गर्दै अनि मैले पनि सिक्दै थिएँ नि त। मैले कुखुराको खुट्टाको अचार चाहिँ कहिले पनि बनाएको छुइनँ। मैले पनि सिक्दै तपाईँहरूलाई पनि सेयर गर्दैछु है साथीहरू। डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब। अनि यो के भन्छ स्वाद अनुसार नुन हालेर एकछिन पकाएर त्यहाँदेखि चाहिँ पानी हाल्नुभयो। अनि धनियाँ पनि हालिदिनु भयो। निकै पाकिसकेको छ हाम्रो चाहिँ हो। अचार चाहिँ हेर्दै खम लाग्दो भयो। अनि आमाले चाहिँ मलाई चलाउनु भनेर आमा चाहिँ जानुभएको थियो। सो अब चाहिँ यो छ रमभेडा र अदुवाहरू। अनि त्यो पनि मैले हालिदिएँ। हालिसकेर पाकिसकेर कुछ यस्तो देख्दै थियो। सो एकदम मिठो भयो। हेलो सो
सब्जी पनि पाकिसक्यो। जय मसी। आज एकदम खुसी छु म फ्यामिलीको साथमा चर्च जानु पाउँदाखेरि। अनि हाम्रो घरकोले साह्रै छिटो गर्छ चर्चको लागि, अनि त्यसको लागि पनि एकदम सधैँ यसरी नै छिटो गर्नु सन्डेको दिन। यति नै भन्नुहुन्छ? ओके। अनि मैले चाहिँ यहाँ अगाडि चाहिँ एउटा कोटेसन देखेँ, आँखामा आँसु भए पनि ओठमा मुस्कान लिएर, तर तिमी मेरो गर्लफ्रेन्ड भए पनि भाडा दिएर झर रहेछ है त क्या साथीहरू। तपाईँहरू पनि भाडा दिएरै झर्नुहोस् है। तपाईँलाई याद छ? हामी अवेर छौँ पाम सन्डे के हो, होली विक के हो, अनि गुड फ्राइडे, रेजरेक्सन, प्रभुको सफरिङ, येशू ख्रिस्ट यरुसलेममा आउनु भएको, मन्दिरमा जानुभयो, अनि उहाँले कतिवटा कुरालाई सफा गर्ने कामलाई गर्नुभयो, भोज खानुभयो, अनि चेलाहरूको खुट्टालाई धोइदिनु भयो, अनि धेरै कुरा भएको छ। तर आज हामी यो कुरा भनौँ, प्रभु आज तपाईँ मेरो जीवनमा आउनुहोस्। मेरो भत्केको हृदय छ, मेरो फोहोर भएको मेरो जीवन होला, हृदय होला, तपाईँले सफा गर्नुहोस्, म तपाईँलाई त्यो ठाउँ दिँदैछु भनिकन उहाँलाई हामी आराधना दिँदै हाम्रो तपाईँहरूकोमा यो खजुरको जस्तै एउटा पत्ता छ, सबैजनाले हल्लाउँदै, जतिजनाकोमा छ हाम्रो हात, जतिजनाकोमा छैन हाम्रो हातहरूलाई हल्लाउँदै हामी आजको प्रसङ्गमा जानेछौँ ल।